हामीले गियर बदल्दै अगाडि बढ्ने क्रम चाहिँ सुरु गर्नुपर्ने छ। मैले के देख्छु र म के विश्वास दिलाउन चाहन्छु भने सरकारको काम हामी समीक्षा गर्दैछौँ र यसलाई प्रभावकारी बनाउनेतिर नै हाम्रो मेहनत हुन्छ। मानिसहरूले विभिन्न खालका प्रश्न त छन्, तर हाम्रो एजेन्डामा कम्तीमा पनि हामी सबै एकै ठाउँमा छौँ। समृद्धिको नै एजेन्डा हो, सामाजिक न्यायको एजेन्डा हो, सुशासनको एजेन्डा हो भन्ने कुरामा चाहिँ हामी सैद्धान्तिक र राजनीतिक रूपमा कुनै कन्फ्युजनमा हामी छैनौँ। बडो प्रष्ट छ हाम्रो एजेन्डा चाहिँ, तर त्यसलाई कार्यान्वयनको प्रभावकारिता ठिक ढङ्गले जनताले महसुस गर्ने गरी कार्यान्वयन गर्ने चुनौती हामीसँग छ र हामी त्यसलाई पनि अगाडि बढाउँदैछौँ। सरकारको कामको